परिकल्पनाकार कमरेड केपी शर्मा ओली आइपुग्नु भएको छ। उहाँलाई गडगडाट तालीका साथ र झण्डाहरू वेभ गर्दै उहाँलाई मञ्चमा स्वागत गर्न हार्दिक आग्रह गर्दछु र अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक आग्रह गर्दछु। उहाँहरूलाई ताली बजाएर समर्थन गरिदिनु होला, हौसला दिनु होला। ससाना भाइ बहिनीहरू, रियल जेनजीहरू अहिले ढिमे सहित अगाडि बढिरहनु भएको छ। उहाँहरूलाई ताली बजाएर हौसला दिन म आग्रह गर्छु। नेवार समुदायको एकदमै प्रसिद्ध बाजा ढिमे र त्यससँग जोडिएको ढिमे नाच। त्यसपछि निरन्तर अरू झाँकीहरू आउने क्रम पनि चलि नै रहेको छ। यस लगत्तै अर्को एउटा झाँकी आइरहेको छ। झाँकीहरूलाई गेटबाट पठाइदिनु हुन र उहाँहरूलाई अगाडि बढाइदिनु हुन म आग्रह गर्छु। हस्, झाँक्री नाच, झाँक्री खुसियालीको दिनमा म ती भावहरूलाई यहाँ उल्लेख गर्न चाहन्न, तपाईँहरू बुझि नै हाल्नुहुन्छ। 11औं राष्ट्रिय महाधिवेशन हामीले भक्तपुरमा आयोजना गरेका छौँ र महाधिवेशनको लोगोमा हामीले प्रसिद्ध न्यातपौल दरबार मन्दिर र धरहरालाई एक गरेर 11औंको प्रतीक बनाएका छौँ। यसको खास कारण छ, न्यातपौल दरबार सन् 1701 मा सुरु भएर 2 मा सम्पन्न भएको थियो। प्रसिद्ध विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा अवस्थित यो मन्दिरले 4-4वटा भूकम्पहरू झेलेको छ र Go
गर